मम्मी 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 कसको मम्मी हो कहिले आ मम्मी हो जे कन्याकुमारी केटीलाई मम्मी बन्ने त्यहाँ धीरज मगर मरिहत्ते छ बिहे गर्छु भनेर कहाँबाट मम्मी बन्ने हो ल्या मितिनी आमा मलाई नि चिन्नु भएन जेपा परीक्षा हो अनि कत्रि ठुली भइछौ सिनेमामा खेल्छौ भन्ने सुनिथेँ मैले जेवा म यसो चिनजान गराइदिउँ है दर्शकलाई जेवा नमस्ते म पवन कली यिनी मेरी मितिनी छोरी क्या परीक्षा लिम्बू नमस्ते भन नमस्ते सबैजनालाई पैसा दिन्नन् टोपी बाटेछ त्यति धेरै त दिँदैनन् दिँदैनन् जेवा त्यसो बोक्कै नि होला म कहाँ खान्छौ खाऊँ न कति पछि भेट भयो है हाम्रो त मैले त यत्रो यत्रो बालेखा देखेकी हुँ तिमीलाई अनि कसरी सिनेमामा कसले लगिदिए यो सिनेमामा के पहिलाको सिनेमामा पहिलाकै कतिवटा हेल्यौ र मैले त अहिले त 4वटा जति भइसक्यो नि 4टा जेबा कुन कुन हिरोसँग खेल्यौ अहिले त एलेक्ससँग अनि प्रदीप खड्का अब त हजुरसँग गरेको फिल्ममा त राजाचार्य हुनुहुन्थ्यो जेबा अनि अहिले चाहिँ एक्लै कता हिँडेकी हौ तिमी यतिकै डुल्दै डुल्दै हिँडेको नि यस्तो तरुनी मान्छे एक्लै डुल्दै हिँड्दा डराउन् न डर लाग्दैन त्यही गऱ्यो भने हानिदिन्छु हान्दिनी म नि हानिदिन्छु के अरे अनि तँ एलेक्स भन्ने ठिटोसँग सँगै हिँड्ने होइन त्यहीसँग गीत गाएको देख्थेँ त मैले उसँग त फिल्ममा मात्रै हो नि त अनि कुन फिल्म हो उनको स्वेटर हेर्नु भएको छैन ए जेवा काफले भएको हो ए त्यो बाल लामो भयो केटो नाम एलेक्स एलेक्स हाम्रो गीत कस्तो लाग्यो तपाईलाई राम्रो लाग्यो नि म अहिले त्यही भए हाल्दै थिएँ चाहिने जो जिन्दगानीमा भनेर अनि सिनेमामा डाँडा पाखा हिँड्न पर्दा गाह्रो हुन्न हुँदैन अब त बानी भइसक्यो मलाई त यो काफलेको त बेसरी डाँडा गएको थिएँ भन्थे त उनको स्वेटर पास्तरमा खिचेको हो अनि उता 4 राते भन्ने ठाउँमा कहाँ त 4 रात लाग्ने हिँडेर होइन त्यहाँनिर चाहिँ जे होस् अलिकति दुर्गम नै छ ठाउँ तर एकदमै राम्रो छ ठाउँ चाहिँ कुन चल्थ्यो कुन चाहिँ अलिअलि ठिकै जेबा अनि सिनेमामा कस्तो हुँदो रहेछ त मान्छेले सिनेमा पाउन गर्न गाह्रो हुन्छ भन्छन् गाह्रो भएन सिनेमामा सुरुमा त जारीको लागि भन्नुभएको थियो एज अ चाइल्ड आर्टिस्ट अनि त्यसपछि त म मण्डला आएँ अनि बिस्तारै बिस्तारै अपर्च्युनिटिजहरू बिस्तारै अङ्ग्रेजी के भन्यो चिलाडिस भने के हो अपर्च्युनिटी भनेको क्या त्योभन्दा अगाडि के बन्न खेल्न बोलाएको रे चिलाडिस चाइल्ड आर्टिस्ट त्यो भने के हो त बाल कलाकार ए बाल कलाकार खेल्यो हजुर पहिला 5 बजे टिङ्डी रिङ भनेर बाल कार्यक्रम आउँथ्यो त्यस्तो होइन होइन फिल्ममा खेल्नु पर्ने ए बच्चा भएर हजुर बच्चा भएर मलाई नि खेल्न दिन्छन् बच्चा भएर तपाईलाई त दिँदैनन् ए बा कस्तो त धीरज चिनिन्छौ चिन्छु मलाई चिनाइदिन्छौ चिनाइदिन्छु तपाईलाई त चिनिहाल्नुहुन्छ नि अब त खै म नि कता जाम भछ के अब फेरि नरसिंहलाई राजेश हमाल कहाँ जाम कि आफ्नै पहिलाको मयामा अनमोलको त्यति आजकल टच अप छैन मेरो ए हो तपाईको छुटो खालको छुटो भन्नु कि छुटायम भन्नु कि त्यस्तै भो अन्डरस्ट्यान्ड ए हो अनि तिम्रो चाहिँ के छ अरु मेरो त यस्तै छ ठिकै छ अनि सिनेमामा गीत ज्याउनी ओहो यति छोरी मान्छे राम्रो भन्दा त्यस्तो झै झगडा त्यस्तो हुन्छ कि हुन्न हुँदैन म चाहिँ अहिलेसम्म आफ्नै भाग्यले गर्दाखेरि राम्रो टिमसँग मात्रै परेको छु अनि त्यसले गर्दाखेरि चाहिँ मजाले नै मलाई ट्रिट गर्नुहुन्छ राम्रो टिम भने कस्तो हुन्छ राम्रो भनेको प्रोफेसनल अनि सबैलाई रेस्पेक्ट गर्ने माया गर्ने नहेप्ने त्यही भएर चाहिँ अलि सजिलो भयो प्रोफेसनल भनेको त डाक्टर इन्जिनियर जस्तो होइन के जुन पनि फिल्डमा जुन पनि प्रोफेसनमा चाहिँ प्रोफेसनल भन्ने चाहिँ हुन्छ डाक्टर इन्जिनियर मात्रै होइन कलाकार भएपछि त बिहे गर्न मिल्दैन भन्छन् घरबाट बिहे गर भन्दैनन् अब अहिले त उमेर नै भएको छैन नि अनि मेरो नि भएको छैन तपाईको त भयो होला के गर्नु मेरो त भयो बिहे गर्ने केटोको भयो छैन क्या गएर बिग्रिन्छ यहाँ अनि अहिले कहाँ हिँडेकी थियौ फ्रेस हुनको लागि निस्केको थिएँ किन र हिजो धेरै फ्रेस भयो त होइन होइन त्यस्तो होइन ए यत्तिकै यत्तिकै मसँग क्या बगली छ नि यहाँ तिम्रा बगली छन् छैन छ त यिनी बगली हैन यहाँ छ बगली भनेको गोजी हो ए लिग
यो पैसा छाड्ने कार्ड होइन नि फेरि त्यो यसो हालेपछि पैसा उल्लो छाड्दैन यसले त के ल्याइछ पैसा कति कमाउने हो लेखेको छ छिट्टो जवाफ दिनु पर्यो क्या छिटो छिटो मिठो मिठो खेल्ने हो अब पैसा त थाहा छैन त्यति धेरै छैन ठिकै कति कति दिन्छन् 500,000 त्योभन्दा त अलिकति धेरै तर त्यति धेरै पनि होइन कमाउन चाहिँ कति हुन्छ धेरै दर्शकको माया कमाउनु मन छ पैसा त अब बिस्तारै कमिहाल्छ मनपर्ने खाना के मन रहेछ मलाई बिर्से जे भात ढेँडो आँटो भात नै मनपर्छ मलाई त भात मासु दाल मनपर्छ अरू कुरा त कोही बेला मनपर्छ कोही बेला मन पर्दैन बसमा यात्रा गर्दा कस्तो गीत नबजिदियो हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ त्यो ढिकचिक ढिकचिक खालको हुन्छ नि कस्तो भन्दाखेरि अलिकति कान बिजाउने नै खालको हुन्छ नि कस्तो खालको त्यो सुत्नै नसक्ने खालको निदाउने बानी छ बसमा मेरो निदाउने बानी छ नि अलिकति सफ्ट खालको गीत नै मलाई चाहिँ मनपर्छ गाडीमा चाहिँ तपाईसँगै काम गरेको कलाकार हिरोहरू या हिरोइनको अभिनय राम्रो कि तपाईँको आफ्नै राम्रो होला होइन होइन मतलब म चाहिँ सिक्दैछु तर उहाँहरूबाट सिक्दैछु उहाँहरूकै राम्रो होला अहिले त मनपर्ने फिल्म अहिले त उनको सेटर आफ्नै सिनेमा मनपर्ने अहिले त आफ्नै मन परिरहेछ मनपर्ने गीत फुल तिमी बिना तिमी हुनु कस्तो अरे तिमी बिना तिमी हुनु गाउनु पर्यो न अबे मलाई आउँदैन गाउन अलिकति भाखा हाल्न तिमी बिना तिमी हुनु त्यति छानेर दिन्छु का म कुन कलाकारसँग डाहा लाउँछ मलाई हजुरसँग मसँग हजुर जेमा आफ्नो आमासँग के को डाहा हो आफ्नो आमा जस्तो बन्नु मन लाग्छ नि त सबैलाई अनि मलाई हजुर जस्तो बन्नु मन छ जेपा तर मलाई फेरि मार्केटा नबन्नु नि आमा मम्मी भनेर ए ल हुन्छ फेरि मेरो त बिहे भएको छैन अनि कहाँबाट यत्रो छोरी पाइ भन्छ ल ल हुन्छ बोरु बोरु त्यो भनिन्छ सुगर मामा भनिन्छ त्यो भनेको माया गर्ने आमा होइन हो थाहा भएन सुगर ड्याडी छ भने त्यो सबै हिरोइनहरूको मलाई नि अनि हिरो सुगर मामा भन्न मन लाग्यो अर्को फिल्म कोसँग खेल्न मन लाग्छ मलाई सबैसँग त्यस्तो छैन म त केही आफूले नचाहिकन पनि सबै पुरा भइरहेको छ त्यही भएर त्यस्तो स्पेसिफिक कोही पनि हुनुहुन्न आफ्नो एक्सको मन नपर्ने एउटा बानी के हो अरे कस्ता छ एक्स भनेको के हो त्योभन्दा अगाडिको खेला दिन्छु है लभ खेलेछौ लभ मलाई खासै मन परेन लभ खेल्न अनि त्यसो भए त एकस पनि छैन होला होइन अहिले मन परेन कस्तो एक्स याद आएन मलाई जे बा धेरै छन् कि क्या हो मितिनीलाई थाहा पाउला नि फेरि स्किप गरिदिउँ ल सेक्स इम्पोर्टेन्ट हुन्छ एउटा हाम्रो ह्युमनको इभोल्युसन चलाउनुको लागि अनि यो अगाडि बढ्नुको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ इभोल्युसन भने कस्तो चलाउने मतलब हामी मान्छेहरू अब जन्मिँदै जानु पर्यो नि त यो पृथ्वी अगाडि बढ्नुको लागि त त्यसको लागि इम्पोर्टेन्ट हुन्छ यस्तो सोधे आएन मैले त के भन्नुभएको त के हो फारममा हुन्न मेल फिमेल त्यो त ऊ होइन र जेन्डरमा पर्छ होइन र किन अस्पतालमा त सिएक्स लेखेको हुन्छ ए हो त्यसो भए त फिमेल हो नि त अनि म ए ल त देऊ का भयो मेरो हराउँछ यिनी चिट्ठा राख्नु एकदम मजाले राख्नु अनि अहिले हिजो आज के फिल्म खेल्न पर्छ खेलिरहेको छु सोल्टिनी असोज 3 मा रिलिज हुँदैछ कसको सोल्टिनी हो प्रकाश सपुतको जेबा त्यो गीत गाउने भाइ हजुर रातो फेटा बानेर नि गाउँछ कहिलेकाहीँ गाउनुहुन्छ अनि त्यसमा उसँग लभ खेल्ने हो हो मकै खाऊ का मकै खान्छु अनि कहिले आउँछ त असोज 3 मा दसैँ ताका हो ए ल म हेर्न जान्छु त्यो हुन्छ दिदीसँग चाहिँ नखेल है हुन्छ ल तपाईँले भन्नुभयो अब खेल्दिनँ म बहिनी बनेर खेले हुन्छ के अरे म रिसाउन्न ल हुन्छ हुन्छ अनि सुटिङमा रोको गाली गरेको त्यस्तो केही छ नआएर छैन त्यस्तो त कसैले केही भने म पनकललाई भनिदिन्छु के जा भनिदिनु का ल हुन्छ अबदेखि त्यस्तो हुन्छ म हानिदिन्छु गर ए ल तर हिंसा गर्नुहुन्न भन्ने जस्तो लाग्छ फेरि मलाई
होइन त्यस्तो मान्छेलाई त हान्नै पर्छ हान्नै पर्छ हान्नै दुईटी पर्छ। मिलेर हानौँ ल हानौँ ल कसलाई हान्न मन छ अहिले त कसैलाई पनि मन छैन अहिले छैन ए दर्शकलाई केही भन्न मन छ मलाई पनि पहिलेदेखि माया गरिदिइराख्नु भएको छ आज मैले मेरो मितिनी आमालाई पनि भेटेको छु यहाँबाट हामी दुईजनै सँगै तपाईँलाई उनको स्वेटर हेर्नको लागि आग्रह गर्न चाहन्छु तँमा कस्तो नाच्ने अरे सिकाउ त चाहिने जो कस्तो अरे यता ये त चाहिने जो जिन्दगानीमा चाहिने जो जिन्दगानीमा मिलो 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 जेमा अमिलेसित जानुपर्छ जानुपर्छ जानलाई उता मन जान्छु घरतिर बाई बाई नमस्ते